हाई गाइस, नमस्कार सबैजनालाई। म शेख अजय। आज म बनाउन जाँदैछु चार पैतो नुडल। आउनुहोस् हेरौँ चार पैतो नुडल बनाऊ र यसलाई राइस स्टिक पनि भन्छन्। र आउनुहोस् प्रोसेस गरौँ। यसको लागि हामीले कराई सेट गरिसकेका छौँ, नुडल हाल्दैछौँ र हल्का यसलाई प्लेन फ्राई गर्ने हो गाइस। हल्का यसलाई प्लेन फ्राई गर्ने हो, हल्का स्मोकी फ्लेभरमा यसलाई बनाउने हो। र फाइनली हाम्रो नुडल प्लेन फ्राई भइसक्यो। र अब हामी जाँदैछु र पहिलोचोटि हाल्दैछु अनियन अनि क्याप्सिकम र क्यारेट। यसलाई मजाले भुट्ने हो। मजाले भुटेर त्यहाँबाट हामी आउँदैछौँ भेजिटेबलपट्टि। पोक्चे एन्ड चाइनिज क्याबेज हामी एड गर्दैछौँ। र यति हालेपछि हामी हल्का यसलाई मजाले सते गर्ने हो। र धेरै टेस्टी हुन्छ गाइस, तपाईहरुले पनि ट्राई गर्नुहोस्। मजा राम्रो हुन्छ यो प्रोसेसमा, धेरै नै टेस्टी हुन्छ यो चार पैतो नुडल। र अब हामी जाँदैछौँ नुडल हाल्दैछौँ, यसलाई हल्का भुट्ने हो। र एड गर्दैछु स्टक वाटर ताकि हाम्रो नुडल लिनुमा अलिक राम्रो हुन्छ। स्टक वाटर हालेर मजाले यसलाई चलाउने हो। र गाइस, तपाईहरुलाई कस्तो के लाग्छ हेर्नुहोस्, शेयर गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। र अब हामी जाँदैछौँ सिजनिङपट्टि। सल्ट हाल्दैछौँ र सुगर अनि हामी हाल्दैछौँ एमएसजी पाउडर, हल्का ओस्टर सस, भेज हो। यति हालेपछि मजाले यसलाई चलाउने हो। चलाएपछि तपाईको मोटामोटी हाम्रो नुडल भइसक्यो। र हामी एड गर्दैछौँ कुकिङ ओइन। कुकिङ ओइन धेरै नै राम्रो हुन्छ खानामा, यसको फ्लेभर धेरै राम्रो हुन्छ। र फाइनली हाम्रो चार पैतो नुडल भइसक्यो। अब हाल्दैछौँ हामी स्प्रिङ अनियन लास्टमा। फाइनली गाइस हाम्रो भइसक्यो। अब प्लेटिङपट्टि लागौँ, प्लेटिङ गर्ने हो। फाइनली हाम्रो भइसक्यो नुडल। र प्लेटिङ नि भइसक्यो गाइस। कस्तो लाग्यो तपाईहरुलाई यो चार पैतो नुडल? कमेन्ट गरिदिनुहोस्, शेयर गरिदिनुहोस् र धेरै धेरै माया दिनुहोस् गाइस।